गाइज सबैजनालाई धेरै धेरै माया हैन र अब हामीले हाम्रो युट्युब च्यानल नयाँ युट्युब च्यानल खोलेका छौँ। हाम्रो फेसबुकमा पनि तपाईँले हामीलाई माया गरिदिनु भएको छ। हाम्रो रिल्सलाई हामी दुईजनाको बिहेको भिडियोलाई पनि तपाईँहरूले फेसबुकमा राम्रो भ्युज लाइक कमेन्ट गरिदिनु भएको छ। मिलियन प्लस भ्युजहरू गएको छ हाम्रो फेसबुकको रिल्समा भने टिकटकको रिल्समा पनि 5 मिलियन प्लस र 1 मिलियन भ्युजहरू गएको छ। अनि लाखौँ दर्शक बिनहरूले हामीलाई रुचाइदिनु भएको छ हाम्रो बिहेको भिडियो। जसरी हामीले एउटा बिहे चाहिँ कस्तो तरिकाले गरेका थियौँ भने सामान्य तरिकाले माईमा गएर गरेका थियौँ हैन। त्यो भएको कारणले गर्दाखेरि आजभोलिको यो देखावटी बनावटी चिजहरू जुन छ हैन, त्यो भएको कारणले गर्दा उहाँहरूले सादा जीवन उच्च विचार सानै ठाउँमा पनि सानै जसरी पनि बिहे हुँदो रहेछ भन्ने कुरा हाम्रो समाजमा सकारात्मक सोचको कारणले गर्दा हाम्रो भिडियो रुचाइदिनु भएको छ। त्यसै गरी अब आज हामी नयाँ भ्लग पनि ल्याउँदैछौँ। भ्लग होइन, आज हामी भ्लग चाहिँ बनाउँदैनौँ। आज हामी डियर र ट्रुथ हुन्छ नि त्यो गेम खेल्छौँ। अब बुढी र म हैन, अब नानी र म। त्यो भएको कारणले गर्दा कसले धेरै पानीमा चुबाल्छ हैन, को चाहिँ अब हामी दुईजना को चाहिँ सत्य छ। अब यसो हेर्दा त म भन्दा पनि नानी नै सत्य देखिन्छ हैन। त्यो भएको कारणले गर्दा आज हामी खेल्छौँ। सो स्टे ट्युन एन्ड वाच आउट आवर भिडियोज। सबैजनाले पुरै हेरिदिनु होला। अब हामी सुरु गर्न गइरहेका छौँ हैन। हामीले आरी चाहिँ ल्याइसकेका छौँ, पानी छ। अब गर्मी महिना त यो पनि ठिकै हुन्छ। ल अब डियर गेम हैन, डियर ट्रुथ। ल के गर्ने भन सानो? तपाईँ एउटा क्वेसन सोध्नु न मलाई। नानी अब भन ल। हामी यस्तो गर्ने हो क्या, सन्दीपले मलाई एउटा क्वेसन सोध्नुहुन्छ हैन, अनि त्यस हैन एउटा क्वेसन सोध्नुहुन्छ नानीलाई, अनि त्यसपछि नानीलाई चाहिँ को यो मान्छे चाहिँ त्यो कुरामा चाहिँ यो मान्छे कस्तो रहेछ भनेर त्यो मान्छेलाई डुबाइ। जस्तो मैले नानीले सोध्नु पर्यो क्वेसन, तपाईँले सोध्नु हो क्या। जस्तै इक्जाम्पलको लागि कसले धेरै खान्छ भन्दा धेरै त खाना त म खान्छु नि त। अनि नानीले अब अब खाना त म खान्छु त, अब नानीलाई को लाग्छ त हैन, अब उसलाई जो लाग्छ त्यही डुबाइदिने हो क्या। ल हामीले चाहिँ भन्ने मात्रै। ल सुरुमा तपाईँ मबाट ल। को धेरै झगडा गर्छ? अलि तुम्मै नाने म पो झगडा गर्छु अरे त नि। त्यस्तो हुँदैन फेरि भने नि। अब म को धेरै चञ्चले छ? चञ्चले अलिक दुवैदिन न यसरी नै। बापरे यो त मरिहालिन्छ नि यस्तो। ल को धेरै शङ्का गर्छ? शङ्का चाहिँ मैले शङ्का गर्छु। अलिक मजाले डुबा क्या, अलिक मजाले डुबा। ल मजा आयो गाइस। आमा म जस्तो कालो होइन, मेकअप उडो कि क्या हो? मेकअप त गरेको छैन। ल छिटो नानी, अब तपाईँको टर्न हो नि त। अहिले मैले तिमीलाई सोधेँ त को धेरै शङ्का छ, तिमीले मलाई सोध्ने हो। ल अब म नानी अलिक एक्टिभ भएर मजाले गरे, टाइम नलगाइकन। ल टाइम लगाउँदा के भन्दा काट्दै हुन्छ त बिच बिचबाट। नकाटिकन यहाँ हालिदिउँ न, सुलो किन काट्नु होइन। त्यसपछि को धेरै रिसाउँछ झनक झनक अलिक कसेर? बापरे बोका रिसाउँछु हौ, म त कुल हो। ल नानीलाई कसले धेरै माया गर्छ? पूजा कसले धेरै माया गर्छ? कसले धेरै माया गर्छ त्यस्तैलाई? कसले धेरै माया गर्छ? मलाई कसले धेरै माया गर्छ? मलाई चाहिँ हौ कसले धेरै माया गर्छ आफै क्वेसनै बुझिन कि क्या हो? ले ल तिम्रो पालो। क्वेसनै बुझिँदैन तपाईँले चाहिँ त्यस्तै भन्नु। ल तिम्रो पालो। मेरो को धेरै बेरसम्म सुतिरहन्छ? यो म कहाँ सुत्छु हो? म कहाँ सुत्छु हो? अनि धेरै बेरसम्म क्या, धेरै लामो समयसम्म क्या। ए तेरिका को धेरै किचकिच 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 गरेको गर्छ? मैले के किचकिच थाहा छ मलाई। गुड। तिम्रो पालो। बोलिस ल छिटो, मम्मी पनि आउनु भयो। ल छिटो छिटो नानी, मेरो पालो हो। ए तिम्रो पालो, मैले सोधेको नि त अहिले।
को धेरै घुसघुसे छ घुसघुसे म त मर्दा पनि घुसघुसे छु छैन ल नानी तँलाई के सोध्दा पनि घुसघुस घुसघुस गर्छ त क्या छिटो जो लाग्छ त्यही तुर्नुमा गर्दैन है बाप रे बाप बाबु घुसघुसे आम्मामा ल ठिकै खसेछ म कसले धेरै मोबाइल चलाउँछ मोबाइल चलाउने मोबाइल चलाउने ठिक पर्यो ल गाइस सबैभन्दा धेरै कसले को पानीमा टोइलेटमा को धेरै टाइमसम्म 2 घन्टा नै आउँछ हौ आया मलाई कस्तो मासु कसले मिठो बनाउँछ मासु नानी कसले मिठो बनाउँछ ल त मैले मिठो बनाउने रहेछ भरेदेखि खान पाउँदिन होला मातु मैले मिठो बनाउने रहेछु तिमीलाई चोबिन नि त कसले मिठो बनाउँछ भन्नुभएको छ अनि मलाई चोपाल्नु भएको देख्नु भएन ए ल तर मैले चाहिँ मिठो बनाउँदैन सन्देश चाहिँ बनाउनु ल अनि के भन्नु त अरू त दुईजनामा को मोटो छ को धेरै काले छ कालो त म छुइनँ तर यहाँ भिडियोमा त कालो त म छुइनँ होइन तर भिडियोमा त मै कालो देख्दो रहेछ कालो त म छुइनँ तर पनि अब मलाई ठिक छ अब दुईजनामा होइन मम्मीलाई कसले धेरै माया गर्छ पूजा ल हामी दुईजना आफ्नै छोराले गर्छ नि ल छिटो कसले धेरै माया गर्छ दुईजनालाई गर्दा होइन उसको मनको कुरा ल ल तेरो मनको कुरा गाई हाम्रो बहिनी चाहिँ कडा रहेछ होइन दुईजनामा कसले धेरै हाम्रो मम्मीलाई माया गर्छ भनेको उसले के सोध्यो भने दुईजनालाई चोप्दा हुँदैन भने उसले कसले एकजनाले माया धेरै गर्दा रिसाउँछ अर्कोजनाले उयो हुन्छ भन्ने उसलाई थाहा बुझिछे होइन बिचरा बुझ्ने रहेछ के बुझ्ने नि उसलाई थाहा भएर भनेको नि होइन र त अनि उसले बुझिन् त्यस ल मम्मीले के भन्दै हुन्छन् बाहिरबाट मैले भए सन्दीपलाई चोबाल्थेँ बुहारीले धेरै माया गर्थ्यो भन्दै हुनुहुन्छ होइन अब हाम्रो अर्कोचोटि चाहिँ हाम्रो मम्मीसँगको पनि भ्लग आउँछ होइन मम्मीलाई हामी एउटा नयाँ गर्छौँ होइन अनि उयो गर्छौँ के को छिटो यहाँ पानीमा मेरो पालो हो अब सोध्नु न तपाईँ ल ए मैले हो के सोध्नु त घरको काम गर्न कसलाई आउँदैन है मलाई घरको काम गर्न आउँदैन मलाई सबै गरेर आउँछ मलाई ल को दिनमा हप्तामा 6 चोटि नुहाउँछ हप्तामा को 6 चोटि नुहाउँछ ल छिटो को बढी नुहाउँछ बढी को नुहाउँछ आपी त्यही भएर म यस्तो गोरु छु यहाँ त गाइजी मेरो बुढी म भन्दा कम 3-4 महिनामा 1-2 पटक मात्रै नुहाउँछ एउटै क्वेसन भइहाल्यो नि त अब नानीको हातमा छ नि ल छिटो को चाहिँ 3-4 महिनामा 1-2 चोटि मात्रै नुहाउँछ क्या को धेर कचर पचर खाइराख्छ को धेरै पान खान्छ त्यस्तो त कहाँ तर यो भ्लग कस्तो भएन क्या कस्तो तर एडिट गर्नु न भइरहेको छ त यस्तै जस्तो छ त्यस्तै हाल्ने हो नि त राम्रो अर्गानिक हुन्छ क्या त्यस्तो एडिट गर्नुभन्दा यस्तै अर्गानिक हुन्छ होइन लगाइ सबैजनालाई राम्रो हुन्छ त अनि के अझै भएको छैन लामो लास्टमा चाहिँ 1-1 मिनट होइन लास्टमा चाहिँ नानीले होइन यसरी चोपाल्नुहुन्छ अनि को धेर बस्न सक्ने को धेरै निस्किने धेर बस्न सक्नेले जित्यो अनि हार्नेले हार्यो होइन हार्नेले त हारिहाल्छ त्यसलाई चाहिँ पनिसमेन्ट होइन त्यो चाहिँ के हो भने
1 मिनटसम्म उयो तातो घाममा बसिराख्नु होइन त्यस्तो त नगरौँ कि होइन त्यस्तो पनिसमेन्ट नगरौँ त्यस्तै त हुन्छ त पनिसमेन्ट भनेको कस्तो राम्रो उयो के भन्छ टाउको माथि चढाएर राख्छ र ठिक जस्तो छ मेरो कपाल पनि राम्रो देखेछ म ह्यान्डसम देखेछु यार पनिसमेन्ट भनेको त्यस्तै ल छिटो ल नानी छिटो कस्तो टर्न तपाईँको ल मेरो टर्न होइन ल कसलाई साइकल कुदाउन आउँदैन उसलाई नै आउँदैन आउनु त भयो नि दुबैदिन्छु यसले मेरो घाँटीमा झन्डै मरेन ल छिटो म के सोधौँ त ल के सोध्छ सोधा उठेर बस्छु कि म कसले धेरै दाँत मोल्छ मोल्छ नि कसले दाँत मोल्दैन अरे दाँत नाच्दैन ब्रस गर्दैन ल ट्वाइस टाइम आई ब्रस को राति 12 बजे उठेर दाँत माझ्छ 12 बजे कोही पनि उठ्दैन कोही उठ्दैन थाहा त अस्ति राति उठेर त्यो त नानीलाई थाहा छैन नि त अब थाहा भयो नि त त्यो मैले बिर्सेछु ब्रस गर्नलाई बिर्सेर कस्तो भएर उठेर गरेको नि को दुईजनामा को डर छेरुवा छ म चाहिँ के डर छेरुवा छ र त टोयलेटमा जाँदा सन्दीप हिँड्नु कि हिँड्नु भन्छौ त ल अब तिम्रो पालो को धेरै सेल्फिस छ आफूलाई पर्दा चाहिँ मान्छे चाहिने अरूलाई पर्दा चाहिँ नि आफू अगाडि नसर्ने नानी छिटै 2 गर्छु नि फेरि तपाईँले चल्ला म गरिदिन्छु नि ल अब लास्ट ल मेरो पालो पो होला त एकचोटि प्लस ल को धेर झगडा गर्छ अघि पनि सोधेको ल त्यो त अघि अर्कै सोधेको थियो होइन म पनि सोच्छु कसले धेरै दुईजनामा कसले धेरै माया गर्छ अब त्यो सोधिसक छैन सोधेको नानीलाई सोध्नु न सोधेको कसले धेरै माया गर्छ भनेर तपाईँलाई चोपाल्नु हो होइन ल त्यसो नगर्नु अनि अर्को त्यस्तै गर्छु त त्यस्तो भन्ने होइन नि भ्लग किन अनि अर्को दुईजनामा कसलाई को चाहिँ तँलाई मनपर्छ म मनपर्छ भनेर मलाई चोपाल्नु ल ल ल ल ल ल म भन्छु अब दुईजना हामी दुईजनामा होइन नानी आफ्नो रिलेसन बिगार्नको लागि को धेरै लागु त्यो रिलेसन बिगार्नको लागि लागु पर्छ को ल त्यो चाहिँ कस्तो होला यो क्वेसन आफ्नो रिलेसन बिगार्नको लागि लागु पर्ने मान्छे को त्यो तिमी हुन् डेफिनेटली त्यो अलिकति यताउता त्यस्तो हो क्या कस्तो भने त्यो क्वेसन चाहिँ कुरो के भयो भने लोयल को छ भन्न खोजेको होइन आफ्नो रिलेसन बिगार्नको लागि अलि बाहिरतिर पहिले बुझे यस्तो भनेको नानी दुईजनामा सबैभन्दा बढी किचकिच कसले गर्छ भनेको मैले भनेको नि किन कुरा उयो गर्नु ल त ल भन् दुईजनाको रिलेसन बिगार्नको लागि हाम्रो रिलेसन छ नि त अब हाम्रो रिलेसन अलिकति बिगार्नको लागि मैले अघि कसले धेरै झगडा गर्छ भन्दाखेरि मलाई त पाल्नु भएको थियो नि त अब त्यो झगडा गर्ने पनि त एउटा त्यो भित्र केही त होला नि त्यस्ता कुरा छोड्देऊ न तिम्रो कुरा गर न को गर्छ नानी लो छिटो 1 मिनटसम्म राख्नु गाइस तपाईहरुले यो भ्लग हेरेर चाहिँ तपाईहरुले कमेन्ट गरिदिनु होला यो पुरै भ्लग हेरेर को चाहिँ टेस्ट लाग्छ तपाईहरुलाई कमेन्ट गरिदिनु होला ल तपाईहरुलाई हामी दुईजनामा अहिले देखिरहनु भएको त को चाहिँ त्यस्तो लाग्छ हैन को लाग्छ मलाई त्यस्तो मतलबै हुँदैन या इनोसेन्ट हेर्दा इनोसेन्ट फेस छ सी सो क्यूट टु बी हैन इनोसेन्ट फेस छ हैन त्यस्तो अब म के क्वेशन सोध्न गइरहेको छु भने अब नानी मलाई लास्ट ह्यान्डसम देख्यो नि बाबा ब्लगमा हेर ह्यान्डसम रे के ला अनि ब्लगमा के भन्नु त यस्तै त हो ब्लगमा
अर्ग्यानिक कुराहरू हाल्नुपर्छ होइन। सो चाहिँ त्यही हो गाइज। अब अर्को कुरा लास्ट क्वेसन हो, अनि त्यसरी हामी भ्लग बन्द गरिदिन्छौँ होइन। अनि हाम्रो च्यानलहरूलाई पनि तपाईँले च्यानललाई पनिसमेन्ट छैन? पनिसमेन्ट पनि छ। अब पनिसमेन्ट चाहिँ मैले के गरेँ भन्ने कुरा चाहिँ हामी अर्को भ्लगमा हाल्छौँ क्या, पनिसमेन्ट हेर्नलाई। के अब त्यस्तो यति भ्लग पनि भ्लग के हो, भ्लग हो कि ब्लग हो यो? अनि भ्लग भनेको 15 मिनट 20 मिनटको मात्र, 15 मिनट 20 मिनट। ल नानी, हामी दुईजनामा सबैभन्दा बढी रुन्चेको छ भन् ल, रोइहाल्ने, आँसु बगाइहाल्ने। हामी दुईजनामा सबसे भन्दा धेरै रुवाउने कसले? दिन रात। ल ठिक छ। अब नानीले डुबाउनुहुन्छ अनि डुबाइराख्नुहुन्छ होइन, अनि फेरि यतिको अनुहार मात्र होइन, नानी चप्लक्कै यतिकै लो छन्। मलाई थाहा छ तपाईँ जति डुब्न सक्नुहुन्छ त्यति। अनि को फर्स्ट निस्किन्छ त्यो हार्यो होइन, जो लास्ट निस्किन्छ नि त्यसले जित्छ। अनि हार्नेलाई चाहिँ पनिसमेन्ट उयो है, तातो घाममा। ल 1 मिनटसम्म। ल 1 2 3। मलाई पौडी खेल्न त आउँदैन पानीमा, तर पनि गो। सक्दैन। कहाँ सक्नु हो अनि यत्रो पानीमा त, बाप रे बाप। ल गाइस मैले हारे। नाटक हिरो पार्नको लागि सक्दैन भनेर निस्किएर यस्तो गर्ने हामी। सकिनँ नि त मैले, नसक्न त पाएँ नि त मैले होइन, सकिनँ नि त। ल अब हाम्रो भ्लगिङ अब पनिसमेन्ट चाहिँ अब के अरे नानी? पनिसमेन्ट तातो घाममा ल तातो घाममा म बस्दिन्छु, बुद्धम शरणम गच्छामि गरेर म तातो घाममा टक्क यस्तो मेडिटेसन गरेर बस्दिन्छु होइन। सो तपाईँहरूले त्यो हाम्रो भिडियोलाई राम्रोसँग लाइक कमेन्ट सब्सक्राइब र फुल वाच गरिदिनु होला। र यस्तै भिडियो लिएर हामी कन्टेन्ट भिडियो लिएर हामी आउनेछौँ। आज चाहिँ हामीले यो कन्टेन्ट भिडियो बनाउने भनेको थियो, यो फर्स्ट भिडियो भएको कारणले गर्दा आज होइन, त्यो भएको कारणले गर्दा। सो द्याट त्यही हो गाइज। अब हामीलाई सबैजनाले माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला हाम्रो च्यानललाई। 1K फलोवर्स। स्टे ट्युन गाइज। अब कसको पानी सफा रहेछ त्यो देख्नु। पानी त अब मेरो सफा हुँदैन, किनभने म भोला खान्छु। अनि भोला खाइरहेको बेलामा भ्लग बनाउनु पर्ने भयो होइन, भिडियो बनाउनु पर्ने भयो। सो सबै सुपारीको खोल यही छ। अब यहाँ त अब पानी कञ्चन छ, सफा छ होइन। सो त्यही हो। अरू केही कुरा भन्नु छ नानी तिमीलाई?